मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरु सबैलाई। साथीहरु आज चाहिँ हामी आमा छोरी 4 जना करेलको मुकबाङ गर्दै छौं हैन। उता हेर्न कान्छी बोलेको ल सबैलाई देखाउ त। यो मेरो ल लुलिनको पनि देखाउ। पानी आफ्नो साइडमा ल यो चाहिँ मेरो फर्स्ट बाइट। यो चाहिँ मेरो चना नखाने तिमीहरू चनाको तरकारी मिठो पो रहेछ हो कहिले चाउँछ चना हालेर खाने हो म चाहिँ। यिनीहरू चना नखाने अरे चाहिँ चना पनि हालेर खाने। सबै पान पकाएर देवाले भरि अनि त नलेन मेरो चाउचाउ देखेन अनि मेरो मात्र देखिँदैन नि यहाँ मिलाएर राख्नु हुँदैन। काच्चा क्लासमा बसेर हामी चाहिँ धेरै अघिदेखि नै अस्तिदेखि नै मुकबाङ गर्ने प्लान थियो नि त हैन। म चाहिँ तातो पानी पिउँदैछु पिराउँछु उनीहरू चिसो पानी। मिठो गफ गर्दै खाऊँ न खोइ गफ पनि निकाल्दैन। अनि गफ गर्ने कुरा छैन त माने गफ होइ अरे हजुर पिरो पो रहेछ रिल्याक्स मैले पिरो लाएँ नि त्यस्तो छैन ठिकै छ। म धेरै हालेको थिएँ अनि पिरो भयो भाउ मिठो छ कति धेरै आयो म मेरो खुट्टा नै के भयो त दुखाउँछ हामी चाहिँ आफ्नै पालमा है मैले पनि मसला हाल्नु छैन त्यहाँ छ त। ए अब बिस्तारै बोल्नुपर्छ त नि धेरै नहाल्न पिरो हुन्छ होइन त्यस्तो गरेको थिएन त या कसले बोखाएछ अघिल्लो ओलीले पकाएको यो कसको पानी हो त ल हाम्रो युट्युब फ्यामिलीहरूलाई के भन्न चाहन्छु सिरियली भन्ने बिमारी भन्ने फर्स्टमा हाम्रो भिडियो छिटो म भन्छु गाइस हाम्रो च्यानललाई चाहिँ लाइक सब्सक्राइब कमेन्ट चाहिँ गर्नुहोस् है कस्तो लाग्यो होला हाम्रो भिडियो हेरेर पाराले आउँछ तपाईँहरू सबैजनाले हाम्रो भिडियोलाई हेरेर सब्सक्राइब लाइक गर्नुहोस्। लोलीले पनि भन् बेल आइकन पनि थिचिदिनु होला बेल आइकन पनि थिचिदिनु होला के हो त
मैले मात्रै पानी खाएको छुइनँ, युवाले खायो। त्यो पानी नखानु चाहिँदैन मम्मी खाएको नाच्छ मैले पानी गनायो पनि फेरि अन्डाको बाइट लिँदैछु। मेरो चाहिँ खुट्टा दुख्दैछ करेन्ट चाहिँ होइन यो 2x को च्यालेन्ज करेन्टै हो क्या बहिनी तर 2x होला। यस गड डर के जाने अब अन्डा झरेको पनि हेर्नुपर्ने तँलाई चाहिँ खाएला बिनिता गफ गर्दै खाऊ न नानी खाएलो हाम्रो च्यानलमा चाहिँ जो नयाँ हुनुहुन्छ नि हेर न पर्टी पनि मात्रै छ तपाईँहरू सबैजनाले हाम्रो भिडियोलाई हेरेर साथ दिनुहोला अनि हामीलाई सब्सक्राइब पनि गरिदिनु होला। मम्मीको त केही देखेको छैन मम्मीले खाइसक्नु तान्नुभयो गाइस मैले चाहिँ खाइसकेको छु पिरो भएर ओभर मिठो छ नि फेरि फेरि मलाई चाहिँ ओभर पिरो छ नि मलाई मिठो लाग्यो अनि मलाई पनि त मिठो लाग्यो अरू भन्ने चिज चाहिँ मिठो पेली भाँडा मम्मीले खुवाइदियो हामीले पेली गरेको र कतिचोटि च्यालेन्ज गरिसक्नु हामीले होइन मम्मीले पेली भात करेन्ट खुवाइदिनु भयो पानी सकाइदियो गाइस मैले पानी दिनुपर्छ पसिनै पसिना भइसक्यो। पिरो भयो म चाहिँ खासै धेरै पिरो खाँदिनँ नि त म चाहिँ खान्छु अलिअलि मसला हालेको पनि पिरो भयो तर चनामा मैले खोर्सानी हालेको थिएँ भोलि पानी अखबाट खोर्सानी र धुलो हालेको थियो मेरो पनि पानी भन्नु कि जानु भोलि जान्छ म पनि पानी भन्ने काट्छ र गाई यसो भन गाइस म पानी भर्को छ बिन्दा मगाउँछ बिन्दा राई मगाउँछ बोल्नु त हामी चाहिँ अघि मलामी गएको थियौँ नि त मलामी गएर आएर बनाएको होइन के हुन्छ यहाँ चाहिँ कति घन्टा लगाउँछ नि खानालाई मैले चाहिँ खाइसकेँ नि हामी त पिरोइनी अब ठुलोमा पनि चाहिँ जानुहुन्छ होला अब हामी चाहिँ तिनजना खान्छौँ होला मैले चाहिँ खाइसकेँ भिडियो लानुहुन्छ अब तपाईँ हामीलाई बोल्छ ज्यादा मलाई तल बोलाउँदै तल गर्दै बाई बाई गरेर तिमीहरू अब हामी बाई बाई छैनौँ अन्त हिँड्दै टाइम लाग्छ
डल्ले खाना लाग्यो मम्मीले खाइसक्नु मैले भयो। त खाइसक्यो अब हाम्रो भिडियो यहीँ एन्ड गर्छौँ बाई बाई सबैजनालाई गएर बन्द गर्ला नि बन्द गर त Bye guys.